अरु खाजामा के छ आन्टी? अरु चना चिउरा छ, सुकुटी छ, आलु चप छ, अन्डा छ। अन्डा त हामीसँग पनि छ आन्टी। ओइ के भन्दैछस् त? के भनेर? हामीसँग अन्डा छैन त घरमा। घरमा त के छ नि? घरको कुरा गरेर हुन्छ? त्यही त होटलमा आएर घरको कुरा गर्ने आन्टीको मन दुख्दैन? आर यु कमेडी मी? आन्टी यसो गर्नुहोस्, तपाईको 3वटा अन्डा पनि ल्याइदिनुहोस् हामीलाई। तपाईको अन्डा होइन के, तपाईले बनाएको अन्डा ल्याइदिनुहोस् भन्न। ठीक है। नरिसाउनुला आन्टी, यसलाई बोल्नै आउँदैन के? केही छैन बाबु, घरि मिस्टेक भइहाल्छ नि। अनि चिया चाहिँ दुध चिया ल्याइदिउ कि फिका चिया ल्याइदिउ? दुध चिया नै ल्याइदिनुहोस् आन्टी, तपाईको दुधको चिया एकदम मिठो लाग्छ मलाई। तपाईको दुधको चिया होइन के साले, तपाईले बनाएको दुधको चिया भन्न। मजा आ गयो भाइ। यसपालि खासै जाडो छैन है केटा हो, मलाई त जाडै भएको छैन। सिरक भन्दा बाक्लो ज्याकेट लाएपछि कहाँ जाडो हुन्छ त नि? यो ज्याकेट हेर्दा मात्रै बाक्लो हो के, केही काम छैन यसको। त्यसो भए साटौँ न त तेरो र मेरो ज्याकेट, मेरो त ओरिजिनल हो नि फेरि। तेरो बाउले भन्ने होला। हो यार हो, 100% ओरिजिनल हो यसको ज्याकेट। यसले यो ज्याकेट कहाँ किनेको थाहा छ? 500 मा 2टा आउनुहोस् मौकाको फाइदा उठाउनुहोस् भन्ने ठाउँ हुन्छ नि, हो त्यहाँ किनेको यसले यो ज्याकेट। अबे साले। ओइ त यसको कुरा नसुन त, गफ लाइरहेछ यसले। मैले 5000 मा किनेको ज्याकेट हो के यो। किन्छस् 5000 मा? तेरो अनुहारै 500 को छ, 5000 को ज्याकेट कसरी किनिस् तैले? उडा जति मजाक उडाउनु छ उडा, मेरो नि दिन आउँछ। तेरो दिन आउँदैन, तेरो रात आउँछ रात। किनकि उल्लुले दिनमा देख्दैन, रातमा मात्र देख्छ। साला मात्ने चाहिँ म अनि हल्ला गर्ने चाहिँ तिमीहरू। बात त सही है। ज्यापमा भयो नि कुरा चाहिँ सही गर्यो है बुढाले। को हो त्यो फेरि मलाई बुढा भन्ने? मेरो बुढीले त आजसम्म मलाई बुढा भनेको छैन, जहिले जड्या भन्दै बोलाउँछ। त को मलाई बुढा भन्ने? देखाइदिम को हो भनेर, हेर्नु मन छ? हेर्नु मन त छ कि, तर तँलाई होइन क्या, तेरो आमालाई हेर्नु मन छ। के रे, न्यु खोज्याउ मसँग? ओइ छोड न यार, मातेको मान्छेसँग के झगडा गरिरा? सरी अङ्कल सरी, तपाईँ सुत्नुहोस्, अब हामी हल्ला नगरी बस्छौँ। गर्ने बेला मन पर्यो अनि अहिले आएर सरी भनेर हुँदैन, मलाई 1 गिलास रक्सी किन्दे। अबे साले। खोइ छोड त, यसलाई भ्यागु त कि घान्ने पर्ने रहेछ। बस न यार बस, मातेको मान्छेलाई कुटेर के पाउँछस्? पुलिस आयो भने तँलाई पनि लान्छ। कमान आइज, तिमीहरू 6 जनासँग म एक्लै खेल्छु। 6 जना? यो बुढाको खुस्को कि क्या हो? खुस्केको होइन के, मातेको मान्छेले एउटै चिजलाई 2टा देख्छ, थाहा छैन तँलाई? बिल्कुल।